ओम श्री गणेशाय नमः। साथीहरू, आज यो शब्द सुन्ने बित्तिकै तपाईँले थाहा पाइसक्नुभयो होला, आज हामी तपाईँलाई गणेश भगवानको दर्शन गर्नको लागि लिएर आइसकेका छौँ। गणेश भगवानको दर्शन त गणेश भगवानको दर्शन कहाँ रहेको मन्दिर हो यो भन्ने तपाईँलाई कौतूहलता छ भने ललितपुर जिल्लाको लगनखेल टङ्गालमा अवस्थित रहेको बुइना गणेश मन्दिरमा यति बेला तपाईँलाई हामीले लिएर आइसकेका छौँ। मन्दिर वरिपरिका भवनहरूमा रहेका यी कलात्मक आकृतिहरू निकै नै पुरातत्वका आकृतिहरू रहेका छन् भने मन्दिर पनि निकै नै आकर्षक ढङ्गले बनाइएको छ। साथीहरू, यति बेला तपाईँले श्री गणेश भगवानको दर्शन गर्दै हुनुहुन्छ। तपाईँ हामीसँगै गणेश भगवानको दर्शन गर्दैछौँ। गणेश भगवानले तपाईँहरूका सम्पूर्ण इच्छा चाहनाहरू र सकारात्मक पाइलाहरूलाई सफलता प्रदान गर्दै जाउन्, हामी यो कामना व्यक्त गर्न चाहन्छौँ। साथीहरू, यहाँ आइपुग्दा मनमा एक किसिमको आनन्द प्रदान हुन्छ। यसै भगवानको चरणमा आउँदा आनन्द हुने नै भयो भने यहाँ भएका काष्ठ कलाका आकृतिहरू, जुन आकृतिहरूमा नेपाली कलाकारहरूको, काष्ठ कलाकारहरूको जुन मेहनत र परिश्रम देखिन्छ, यो देख्दा पनि निकै नै आनन्दको अनुभूति हुने गर्दछ। श्री गणेश भगवानले तपाईँ हामी सबैजनाको रक्षा गरून्, देशमा शान्ति र स्थायित्वको वातावरण सिर्जना गरून्।